स्वागत छ मेरो युट्युब च्यानल। आज म भोजुङ गाउँको यो घनागढ बस्तीमा छु। नर्थ वेस्टको व्यवस्थापन अनि यहाँ चाहिँ अन्डरग्राउन्ड बिजुलीको वायर, बिजुलीको तारहरू सबै अन्डरग्राउन्ड छ। अनि यहाँ चाहिँ अहिले गुरुङ बस्तीको चाहिँ अवलोकन गर्नेहरू पर्यटकहरू चाहिँ किन आउँछ। यहाँको विशेषता भनेको पुरानो घरहरू है, पुरानो घर। अनि 400-500 घर चाहिँ एकै ठाउँमा छ्याप्प बसेको। यो हो लमजुङ हिमालको केही अंश यहाँबाट देखिन्छ यसरी। त्यो पुरै चाहिँ होइन, माथि लेखहरू देखिन्छ। अनि यहाँ एभ्रिवेयर सब ठाउँमा ढुङ्गा रे, दाहिने हेरेर ढुङ्गा होइन, अगाडि ढुङ्गा, साइडमा ढुङ्गाको पर्खाल भनेपछि हाम्रो यहाँको पुर्खाहरू कति जाँगरिलो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। ल यो चाहिँ हाम्रो पुरानो स्टाइलको चाहिँ घुँगरो घर हाम्रो गुरुङहरूको। यसरी चाहिँ ल यो भोजुङको गुरुङ गुम्बा के अरे गुरुङको यहाँ चाहिँ एउटा दुईवटा बाँकी रहेको रहेछ। अब यसलाई चाहिँ संरक्षण गर्नुपर्ने तपाईँ हामी सबैको दायित्व हो। त्यसकारण चाहिँ यस्तो घर हेर्ने विचार छ भने हजुरहरू आउनु होला भोजुङ गाउँ। कुखुराको भाले यस्तो राम्ररी माथि लेख पनि त्यस्तै देखिरहेको छ कि। मकैको सुली है यो, यसलाई मकै सुली यस्तो घुमरो हुन्छ, कोही तेर्सो पनि हुन्छ। ल फोटो पनि क्लिक भयो। भैँसीको घर ओ हान्ने हो कि हो यार, भैँसीको मुन्टो हल्लाउँदैछ। ल यहाँबाट चाहिँ डाइरेक्ट पोखरा पनि गाडी जान्छ कि। पोखरा गाडी बिहान 6 बजी हिँड्छ। अनि यहाँ त्यस्तै 3-4 बजी आइपुग्छ होला। अनि बिहान चाहिँ फेरि 7 बजी हिँड्ने रहेछ। ल हर्न बजाउँदैछ। अनि यो माथि चाहिँ गुम्बा छ, गुम्बा है क्लियर देखिरहेको छ। अनि यो चाहिँ म्युजियम पनि हाम्रो पुरानो शैलीमा बनाइएको छ। यो म्युजियमभित्र चाहिँ हामी जाँदैनौँ आज। ल यो हाम्रो भोजुङको बस पार्कको छेउमा चाहिँ यसरी होमस्टेहरू छ। अनि ठ्याक्क साइडमै एकदम पुरानो चिटिकेको एउटा गुम्बा पनि छ। म तपाईँहरूले गुम्बा भोजुङ गाउँको चाहिँ 82 तल पाटमा खेतीपाती चाहिँ यहाँ गर्न जान्छ। यहाँ है एउटा वारी छ, एउटा पारी छ, यता छ। अनि यहाँको हाइड्रोको चाहिँ मेन मूल माथितिर छ। फेरि बिहान एकदम राम्रोसँग देखिरहेको थियो, तर अहिले चाहिँ कुहिरोले सबै छिल्यो। तल हाम्रो यो म्युजियम हो। यो चाहिँ हाम्रो गुरुङको पारम्परिक घर हो। त्यहाँ चाहिँ ड्रेस लगाएर फोटो खिच्नेको घुइँचो छ। यसरी यो भोजुङ गाउँ चाहिँ आफैमा एकदमै ऐतिहासिक र गुरुङको बस्तीहरू एकदमै बाक्लो। यो फेरि यो गाउँ पुरै फ्रेममा आउन निम्ति हामी पारीबाट मात्रै गर्न आउन सकिन्छ। फेरि यहाँ कुनै एङ्गलबाट चाहिँ यो पुरा आउँदैन।
त्यसकारण चाहिँ भुजुङ गाउँको यो छोटो भिडियो तपाईहरु मार्फत तपाईहरु समक्ष मैले राखेँ र यो अहिलेको भिडियो चाहिँ यही राख्न चाहन्छु। बाइ बाइ, सी यू नेक्स्ट भिडियो। हाम्रो यो चाहिँ बिचरा माइलो मामा, हामी आएपछि एकदम खुसी हुनुहुन्छ। बिचरा यहाँ गाई चराउन आउनु भएको रहेछ। भएर यहाँ जङ्गलमा, हाम्रो यहाँ जङ्गलमा चाहिँ यसरी घाँस दाउरा गर्ने, गाई चराउने, बाख्रा चराउने हुन्छ है। हेलो, फाइनली हामी चाहिँ जाँदैछौँ पोखरा। हामी घटपोखराबाट पोखरा जाँदैछौँ।